सबैलाई स्वागत छ मेरो बाबु किचन भ्लगमा। आज चाहिँ बिहानै फर्स्ट भ्लग आइसक्यो। तामालाई आज चाहिँ तामा काटेर तामा खोज्न हिँड्दैछु म चाहिँ। त्यहाँनिर ठुलो बासा झ्याङ रहेछ, त्यहाँनिर गएँ, तामा हेरेँ। तामा त खतरा रहेछ के रसिलो। तामा फेरि हजुरहरूले चिन्नु भएको छ कि छैन? तामा भनेको चाहिँ हाम्रो होइन, बाँसबडी नै उत्पादन हुने, बाँस भनेको ब्याम्बो इङ्ग्लिसमा होइन, त्यसबाट उत्पादन हुने भर्खर बिरुवा उम्रिन लागेकोलाई चाहिँ त्यसलाई हामीले काटेर खाइन्छ, अचार गाडिन्छ होइन। त्यसको चाहिँ धेरै परिकार बन्छ। हजुरहरूले चिनिहाल्नु भयो होला तामा भन्ने। अनि अरू पनि छ कि छैन भनेर मैले यतातिर हेर्दै गएको थिएँ। तामा रहेछ त्यहाँ पनि, ठुलो भइसक्यो रहेछ। त्यसलाई पनि काटिदियो भनेर काटिदिएँ मैले। अनि काटिसकेपछि लामखुट्टेको घारी पो रहेछ त यस्तो। त्यहाँपछि त्यसलाई पनि तामा त्यहाँ अझै छ भनेर त्यसलाई नि थोरै कटिङ गरेर त्यसलाई नि निकालेँ। त्यसबाट नै निस्किन्छ नि त हाम्रो। निकाल्न त निकाली काटेको, मच्छरले टोकेर धुन्दान भनेको डाबर उठाइदिरहेको सब। अनि हाम्रो चाहिँ तामा त्यति आयो। तामा चाहिँ मैले 3टा चाडा जति ल्याइसकेपछि अब त्यसलाई काट्नलाई बाटा लिन गएँ म किचनमा। किचनबाट लगेँ बाहिर। अनि त्यसलाई चाहिँ लगेर अब तामालाई त्यसमा राखेर तामालाई चाहिँ अब छिल्नु पर्छ। त्यो पछि चाहिँ हामीले छिलेपछि नै त्यो भित्रको गुदीहरूलाई काट्ने हो। त्यो नरम गुदीहरू हुन्छ कि त्यसमा चाहिँ तामामा भनेको चाहिँ नरम गुदी हुन्छ, बाँसमा भनेको चाहिँ साह्रो चिप्पिसकेको। अब त्यसलाई चाहिँ खोस्टाउने बोक्राउने भन्छ होइन। कसको भाषा हुन्छ कमेन्ट गर्नु होला, आफ्नो भाषा। खोस्टाउँदै चाहिँ अब त्यो तामा त भरिलो रहेछ। अझै माथि बिस्तारी खोस्टाउँदै गएँ मैले। त्यसलाई खोस्टाउँदै गएँ, चुच्चो भयो त्यो अगाडिको डान्डा। चुच्चो नहुँदासम्म खोस्टाइराख्नु, त्यो एउटा पनि फाल्नु हुँदैन। यति मिठो चिज हो कि यो। हजुरहरूलाई खासै कतिपय मान्छेले खाएन होला। अनि एउटा चाहिँ लामो थियो कि त्यो चाहिँ छिप्पिन लागिसकेको थियो, तै पनि मैले काटेर ल्याएर त्यसलाई पनि खोस्टाउन लागिसकेपछि अनि फेरि लामो रहेछ। मोबाइल समात्दिने मान्छे पनि छैन, आफै हो मोबाइललाई मुनि राखेर अनि माथिबाट खोस्टाएँ। हजुरहरूलाई हेर्नुहोस् कति लामो छ, एउटा घरै छुनला। त्यसलाई खोस्टाइसकेपछि म हजुरहरूलाई फाइनल्लीमा देखाउँछु कि कस्तो हुन्छ यसको परिकार। तर हजुरहरूको पनि घरतिर पाइन्छ भने हजुरहरू पनि काटेर ल्याएर अचार गाड्न सक्नुहुन्छ। अब आलुसँग हुन्छ, मिसाउन मिल्छ। अनि मासुहरूमा अनेक थरी रेसिपीमा कि अब तपाईँको अम्लाइसकेपछि अमिलो हुन्छ यो चाहिँ। अमालिसकेपछि चाहिँ तपाईँको जेमा मिसाए नि भयो। नअमाल्दा चाहिँ तपाईँले चाहिँ खाना चाहिँ उसिनेर खानुपर्ने हुन्छ। यसलाई टक्क आधी घन्टा 1 घन्टा जति उसिनेर टक्क राखेर पुरै छिली भइसकेपछि मैले चाहिँ अब यसलाई उचालेर धुनलाई लान्छु। सजिलो भइरहेको थियो बाटा समात्न। एउटा हातले मोबाइल, एउटा हातले बाटा समात्नु परेर पानी पनि खोल्छु म। अब पानी खोलिसकेपछि बाटामा पर्छ। म चाहिँ त्यसमा नपुगेर अलिकति ठुलो बाटामा हालेर धोएर ल्याएँ मैले चाहिँ। फेरि बाटा खोइ भन्नु होला, त्यही बाटाको हो यो चाहिँ, तामै हो। अनि त्यसलाई यता ल्याएर मैले यता ल्याएर त्यसलाई चाहिँ काट्नु पर्ने हुन्छ कि। अब सिँगै त पकाएर खाने कुरो भएन, त्यसलाई काट्नु पर्छ।
सानो तरिकाले काट्नुपर्छ कि त्यसलाई टक्क होइन। त्यसको पनि साइज होस्, साइज बिना मिठो हुँदैन केही पनि तरकारीको। अब जे पाए त्यही काटेर चाहिँ खासै मिठो लाग्दैन मलाई चाहिँ एकदम स्पेसल तरिकाले काटेको चाहिँ मनपर्छ। किनकि स्पेसल तरिकाले अलिक राम्रोसँग सानो सानो परिकारले काट्यो भने तपाईँको के अरे अचार हाल्न पनि सजिलो हुन्छ। त्यसको लागि अम्लिन्छ कि त्यो चाहिँ सानो सानो तरिकाले काट्यो भने। अनि गाड्न पनि सजिलो हुन्छ कि हजुरहरूको बट्टा सानो छ भने। अब सिँगै तामा हालेर त कसरी गर्छ र होइन। सानो सानो गरेर अनि एकदम थिचेर हाल्यो भने एकदम राम्रो हुन्छ। हजुरहरूको स्वास्थ्यलाई राम्रो बनाउँछ। हजुरहरू दिनमा अलिकति लो भइरहनु भएको छ भने एकदम एक्टिभ बनाउँछ। हजुरहरूलाई अब बेडमा अब यस्तै के गर्ने ऊ छ भने त्यसलाई नि अब रोक्न सक्छ होइन। बाँसको पानीले त्यस्तो सुन्नुभयो होला नि पहिला बुढापाकाले भनेको कुरो, त्यो चाहिँ त्यस्तो हुन्छ हजुरहरूलाई सुनाइदिएको होइन। जे होस् हजुरहरू हेर्नुहोस्। मैले चाहिँ त्यो टुक्रा काटेर भ्याएर चाहिँ अनि थ्याङ्क यू फर सब्सक्राइब गर्नु।